डे 2 अफ फ्याट लस सिरिज। आज म ट्रेन गर्दैछु ब्याक एन्ड बाइसेप्स। दिनको सुरुवात भिडियो हालेर भयो अनि दिनको फर्स्ट मिल चाहिँ मैले 4 बोइल्ड एग खाएँ अनि त्यसपछि म कलेजतर्फ लागेँ। 5 बजेतिर म घर आइपुगेँ कलेजबाट अनि प्री वर्कआउट मिलको लागि मैले 300 ग्राम बोइल्ड पोटेटो खाएँ। ड्युरिङ वर्कआउट क्रिटेन कन्ज्युम गर्नको लागि भनेर 5 ग्राम क्रिटेन पनि बोतलमा हालेर म जिमतर्फ लागेँ। वार्म अप गरेपछि ब्याकको फर्स्ट वर्कआउट मैले ल्याट पुल डाउनबाट सुरु गरेँ। 2 सेट फेलियर अनि ग्रिप चेन्ज गरेर मैले फेरि 2 सेट हाने। नेक्स्ट वर्कआउट मैले टी बार रोबाट 3 सेट हाने, फेलियर। डेयर डेलको लागि मैले यो एक्सर्साइज चाहिँ 3 सेट गरेँ। मलाई यो एक्सर्साइजको नामै थाहा भएन। अनि त्यसपछि ब्याकको अन्तिम वर्कआउटलाई मैले केवल ल्याट पुल डाउनको 3 सेट हाने। फर बाइसेप्स प्री सर्कलको 3 सेट फेलियर गरेँ। सिंगल ह्यान्डले पर्फर्म गरेँ मैले, पछि मसल इम्ब्यालेन्स नहोस् भनेर। र फ्याट लस छिटो होस् भनेर मैले 30 मिनट कार्डियो पनि एड गरेको छु। र 30 मिनटको कार्डियो भइसकेपछि म लागेँ घरतर्फ अनि पोस्ट वर्कआउट मिल मैले चिकन एन्ड राइस कन्ज्युम गरेँ। र आजलाई यति नै। सी यू टुमोरो गाइज।